भनेर पनि किन हिरोइक पुगेको अहिलेसम्म भिडियो राखेको छैन भनी लागिरहेको होला हैन। एकैचोटी मास्टर पुगेको भिडियो राख्छु भनेर चाहिँ भिडियो नराखेको हिरोइक पुगेको। तर हिरोइक एक दिनमा पुगेको थियो तर अहिलेसम्म मास्टर पुगेन किन? गरिनाले धोका दियो कि टिममेट्सले धोका दिदियो मेरेको? ल साथीहरु गेस गर्नु त, म एक दिनमा हिरोइक पुगेको थिएँ भनेपछि यत्रो दिनमा कति स्टारमा पुग्यो होला गेस गर्नु त। खेल्न फेरि यस्तो ह्याकर जस्तो खेल्छु नि बेला बेलामा फेरि म 0 किलमै मरिरहेको थियो क्या। यो सीएस पुस हान्दा त लोकेसन एक्सपोज रे, हेडसट नलाग्ने रे, के रे दिमाग खराब क्यारेक्टर पनि काहीँ नभएका यिनीहरूले जान्दो रहेछन्। म रहेछु र्याङ्कमा पनि एउटै क्यारेक्टर, सीएसमा पनि एउटै क्यारेक्टर, जे खेले पनि एउटै क्यारेक्टर, बालै छैन अरू लिनुपर्छ, अरू लिएर यस्तो हुन्छ भनेर। त्यही भएर उभा लाग्न चाहिँ नसकेको रहेछ क्या। म अहिलेसम्म ग्रेन्ड मास्टर पुग्न नसकेको रहेछ। मलाई यो क्यारेक्टर बारेमा थाहा भएको भए यति बेला त म रिजनमा हुन्थ्यो होला हैन त केटाहरू। यस्तै हो गफ हान्दै बल्ल यहाँ ग्रेन्ड मास्टर नपुगे पनि खेल्न चाहिँ छाडिएको छैन। यदि तपाईहरु मसँग खेल्न चाहनुहुन्छ, मलाई मास्टर पुर्याइदिन चाहनुहुन्छ भने चाहिँ मलाई एड गर्नु होला। अनि मलाई छिटो मास्टर पुर्याइदिनु होला, मैले पुर्याइदिन्छु। दिदी प्रो छ, दिदीसँग खेल्छु भनेर चाहिँ त्यस्तो नसोच्नु है। दिदी त फेरि माको नुब्डा हो नि। तपाईहरु कति स्टार पुग्नु भयो भन्न पनि नबिर्सिनु होला है त गाइज।